हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। संसारको जुनै ठाउँमा बसेर हेरिराख्नु भए तापनि यहाँहरू सबैजनालाई स्वागत भन्न चाहन्छु। अनि आशा गर्छु यहाँहरू सबैजनाले माया गरेर मेरो च्यानललाई हेरिराख्नु भएको छ, माया गरिराख्नु भएको छ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि आज पनि एउटा सानो भिडियो लिएर हजुरको बिचमा आएको छु। अनि त्यो चाहिँ हो हामीले हाम्रो जीवनमा कसरी सन्तुष्ट रहन सक्छौँ र सन्तुष्ट रहनुको हाम्रो फाइदाहरू के छ भनेर चाहिँ मैले भिडियो बनाउन गइराखेको छु है। अनि मेन ठुलो फाइदा भनेकै जीवनको सबैभन्दा ठुलो फाइदा भनेको नै हामीसँग भएको थोकमा हामीसँग भएका वस्तुहरूसँग जे जति कुराहरू हामीसँग छन् ती कुराहरूमा हामी सन्तुष्ट रहनु चाहिँ हाम्रो जीवनको ठुलो फाइदाको रूपमा चाहिँ म लिन्छु है। अब हजुरहरूले कसरी लिनुहुन्छ अनि त्यो चाहिँ मलाई थाहा छैन, कमेन्ट गर्नु होला। अनि त्यसपछि फाइदाका विषयहरू है, लाइक मैले भन्न खोजेको सन्तुष्टि रहनु नै हाम्रो लागि ठुलो फाइदा हो भने नि। अनि ती फाइदाका विषयहरू चाहिँ के हो त भन्दाखेरि जस्तै मसँग मैले गर्न सक्ने अनि मेरो समयले भ्याउने जति कुराहरू मसँग छ ती कुराहरूमा म सन्तुष्टि रहेँ भने चाहिँ के हुन्छ त भन्दाखेरि म अरूसँग कहिले पनि आफूलाई तुलना गर्दिनँ है। म जस्तो छु म त्यसमा ठिक छु भनेर हामी अगाडि बढ्न सक्छौँ होइन। अनि अर्को कुरा चाहिँ के छ भने जब हामी सन्तुष्टिसहित जीवन जिउँछौँ नि, अनि रिसर्च अनुसार पनि मान्छे जब सन्तुष्ट रहेर जीवन व्यतीत गरिराखेको हुन्छ उसको चाहिँ है मोर देन 50% रोगहरू चाहिँ उसमा लाग्दैन भन्छ है। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ हाम्रो जीवनमा हामीसँग भएका कुराहरूमा सन्तुष्ट रहनु चाहिँ कति धेरै फाइदा रहेछ त भन्ने कुराहरू हामीले थाहा गर्न सक्छौँ है। अनि सन्तुष्ट भनेको के हो जस्तो लाग्छ होला है। अनि त्यसलाई औलाउँदै गर्दाखेरि अनि जीवनमा भोग्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भने धेरैचोटि चाहिँ हामी आफै सन्तुष्ट भइराख्दै पनि के हुन्छ त परिस्थितिले अनि साथी सङ्गतले अनि समाजमा धेरै कुराहरूले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो त्यो सन्तुष्टि खोसेर लगेको जस्तो हुन्छ क्या होइन। अनि एउटाले आउँछ होइन, ए ल अझै यस्तो गरेको छैन तिमीले, यो गरेको छैन, अनि त ल तिमीसँगको मान्छे त कहाँ के गरिसक्यो होइन। अब उसले कति धेरै तिमीले भन्दा उसले कति धेरै अर्निङ गर्छ, कमाउँछ होइन। त्यो कुराहरूको अब पैसा कमाउने कुराहरूमा त्यस्तो हुनसक्छ होइन। कतिजनाले ओहो कस्तो तिमीलाई त केही पनि थाहा नभएको, केही पनि आउँदैन क्या हो तिमीलाई त होइन, संसार कहाँबाट कहाँ पुगिसक्यो भनेर आफैलाई अरूसँग तुलनात्मक रूपमा भनिदिन्छ है। अनि त्यो कुराहरूले गर्दाखेरि नै हाम्रो सन्तुष्टिहरू चाहिँ अरूले खोसेर लगेको हुनसक्छ। तर एउटै कुरा म के भनेर जोड दिन चाहन्छु भने मैले आफ्नो जीवनमा सिकेको कुरा जहाँसम्म लाग्छ मैले कहिले पनि अरूसँग कम्पेयर गर्ने, मसँग जे जति कुराहरू छ ती कुराहरू अरूसँग छ कि छैन होइन। अब अरूसँग भएको कुराहरू मसँग छ कि छैन भनेर चाहिँ म कहिले पनि जस जीवनमा अगाडि बढिन होला जस्तो लाग्छ। अनि म चाहिँ सकेसम्म सानै कुरा किन नहोस् तर सानो कुरामा पनि खुसी हुने, रमाउने अनि त्यस्तै कुराहरूमा नै अगाडि बढ्ने भएको कारणले गर्दाखेरि नि मैले अहिलेसम्ममा जस अरू कसैबाट पनि मैले त्यस्तो नेगेटिभ कुराहरू चाहिँ प्राय अरूबाट आशा गरिराखेको हुँदिनँ है। सो मैले भन्न खोजेको कुरा के छ भने हामीहरूले हाम्रो जीवनमा आफूसँग भएका थोकहरूमा जब सन्तुष्ट रहन्छौँ होइन, अनि ती कुराहरू जे जति कुराहरू छ अनि खाँचोमा परेकाहरूलाई हामी दिन्छौँ र अरू मानिसहरूलाई पनि हामीले हाम्रो कुराहरू उनीहरूको आवश्यकता पुरा गर्नलाई केही समय हामीले प्रयोग गर्न दिन्छौँ भने चाहिँ हामी सन्तुष्टित मानिसको रूपमा चिनिन सक्छौँ है। सो आजको यो सानो भिडियोमा मैले त्यही नै भन्न चाहेँ, सबैजनालाई आफूसँग जे छ त्यसमा सन्तुष्ट रहनुहोस् र
सन्तुष्टि रहने बानीले चाहिँ हामीमा जहिले पनि कृतज्ञता है धन्यवादी उत्पादन गर्छ। एकअर्कालाई उत्साह दिने होइन। अनि जब हामीसँग भएको थोकहरूमा सन्तुष्ट हुन्छौँ अनि एकअर्कोलाई हामी कहिले पनि गनगन गर्दैनौँ, त्यसले मलाई यो दिएन, त्यसले मलाई मेरो लागि यो गरिदिएन, त्यसले चाहिँ त्योबाट मैले यो चाहेको थिएँ, यस्तो आशा गरेको थिएँ, मलाई त त्यसले भनेको जस्तो यो पनि ल्याइदिएन, सामान पनि कामहरू पनि गरिदिएन होइन। त्यस्तो मान्छेहरूप्रति गनगन चाहिँ कमै हुन्छ जस्तो लाग्छ है। अनि जब हामी सन्तुष्टिसहित बस्छौँ भने चाहिँ हामीहरूको जीवन मान्छेप्रति मात्रै नभएर परमेश्वरप्रति झन् धेरै हामी कृतज्ञताको जीवन व्यतीत गर्न सक्छौँ। थ्याङ्क यू सो मच फर द वाचिङ अनि बी सेटिस्फाइड and keep your life satisfying. Thank you. See you again.